guys, welcome to my channel. आज चाहिँ हामी पाथिभरा माताको दर्शन गर्न जाँदैछौँ। अहिले चाहिँ बिहानको 4 बज्न लाग्यो अनि हामी चाहिँ बस भएको ठाउँमा जाँदैछौँ। म होल जर्नी चाहिँ हजुरलाई देखाउँछु है त। हामी चाहिँ हिँड्दैछौँ। अहिले चाहिँ हामी धरानमा छौँ। वहाँ पर छ धरानको भ्यू। हुन्छ मेरो मामा। यस्तो छ यहाँनिर चाहिँ। अनि यहाँनिर छु म। यहाँनिर चाहिँ छ मन्दिर। यहाँ चाहिँ छ हाम्रो बस। कोही पनि आएको छैन। हामी चाहिँ रेडी भइसक्यौँ। हामी चाहिँ खाजा खाने ठाउँमा आइपुग्यौँ। खाजा खान रोकेको छौँ। अब यहाँ खाजा खाएर चाहिँ ताप्लेजुङ जान्छ। माथि चाहिँ ताप्लेजुङ गएर बस्ने अरे। यहाँ चाहिँ हाम्रो टी। हामी चाहिँ खाजा खाएर पनि गाडीमा आइसक्यौँ। अब यहाँबाट हाम्रो यात्रा सुरु हुन्छ। बाटो यस्तो खराब छ हाम्रो गाडी नै अड्क्यो। मामाले पेन छरेर आउँदै हुन्छ। पेन छरेर यहाँ खन्ने अरे। आधी बाटो पनि पुगेको छैन अनि यस्तो हालत भयो। पछि फर्किँदा हामी के हुने हो। यस्तो राम्रो ठाउँ छ तर बाटो चाहिँ के हो। यहाँ रोटी पनि खेल्दैछु एकछिन भन्दै। पछाडि बाइक लाउनु हामी चाहिँ गाडी फसेको 1 घन्टा हुन आँटिसक्यो। यतिकै बसिरहेको छौँ। डोरीले नहुँदा त्यत्रोजना लिएर भइसक्यो। अनि अर्को गाडी पनि आइसक्यो। उहाँबाट अरू पनि थुकिसक्यो। बाटोमा चाहिँ यस्तो छ। अब के हुन्छ त यहाँ। अब के हुन्छ। के हुँदो रहेछ। चप्पल जुत्ता खोलेर पनि ठेल्न जान लागेको थियो तर फेरि मैले सोचेँ कि मेरो हात ताकतै छैन सो म गइनँ। अच्छा कति प्रिटी हो क्या यो ठाउँ। कति
वहाँ नेपालको झन्डा फरफराइरहेको छ। अनि चाहिँ अहिले हिँड्दैछु। खोइ कहाँ हिँड्दा थाहा छैन। हाम्रो गाडी चाहिँ अझै फसी नै रहेको छ। अनि हामी त्यहाँ बसिराख्नु भन्दाखेरि चाहिँ हामीलाई चाहिँ म चाहिँ निस्केँ। Go wherever you want. कस्तो मुभीको जस्तै खालको ठाउँ। ताप्लेजुङ आइपुगेका छौँ। यहाँनिर चाहिँ अब चिया पानी खाने अनि चाहिँ 1.5 घन्टा गाडीमा जानुपर्छ अरे जिपमा। अनि त्यस पछाडि चाहिँ आधी घन्टा कि 1 घन्टा कि 1.5 घन्टा चाहिँ हिँड्नुपर्छ अरे। तिमीहरू छिटो गराउ त अनि म जान्छु। पानी पर्न लागिसक्यो अनि हामी चाहिँ अब निस्केको यहाँबाट पनि। कस्तो गर्दै यहाँ आइपुग्यौँ। अब राति नै हाम्रो चाहिँ आधी 2 किलोमिटर चाहिँ हिँड्नुपर्ने छ। सामानहरू किनेर रेनकोटहरू लगाएर रेडी हुनुहुन्छ। अहिले चाहिँ 7:30 हुन लागिसक्यो। अनि हामी चाहिँ किलोमिटर हिँडेर अनि होटलमा बसेर अनि बिहान फेरि 4 बजे उठेर 3 किलोमिटर माथि गएर अनि मातालाई दर्शन गर्नेछौँ। अहिले चाहिँ हामी निस्क्यौँ। जादु जादु सबैजना जादु भएर हजुर पनि छोटो भएछ रेनकोट। यस्तो छ बाटो, यस्तो हिँड्नुपर्ने लाग्यो सबजना अगाडि अगाडि। हेलो ठिक छ। हाई भनिदिनु त आमा, हाई भनिदिनु न। हाई यसो गर्नु न, यस्तो हाई हाई हातले क्या हाई चाहिँ हिँडाइ जारी छ। पुरै अँध्यारो छ। माथिसम्म पुग्नुपर्ने। पानी परेर बसिरहेको छु। तर हिँड्दा हिँड्दा गरेर गर्नु भइरहेको तर पनि भिज्यो। पानी परिरहेको छ। आज हामी यहाँ बस्छौँ। यस्तो जग्गा छ तर कस्तो गर्मी फिल भइरहेको छ हिँड्दा हिँड्दा गरेर। जिउबाट पनि धुवा निस्किरहेको आइरहनु वाइ।
अन्जु हजुर माइजू आउनुहोस् म भ्लग गर्दैछु मामा हाई भनिदिनु न आएर हजुरको भनिदिनु न ट्राभल एजेन्टको बारे मतलब हाई हेलो नमस्कार सबैलाई स्वागत छ अहिले हामी चाहिँ माथिल्लो फेदी आइपुगेका छौँ दार्जिलिङ जिल्लाको प्रसिद्ध यानि कि नेपालकै प्रसिद्ध तीर्थस्थल श्री माता पाथिभराको स्थानमा आइपुगेका छौँ अहिले हामी माथिल्लो फेदीमा सबैलाई आशीर्वाद सबैलाई पाथिभरा माताको कृपा लागोस् पाथिभरा माता आवेदन टुरबाट अहिले हामी यहाँ आइपुगेका छौँ पण्डित कार्की मेरो भान्जी युट्युबर उसलाई सब्सक्राइब गरिदिनु लाइक गरिदिनु भ्युज बढाइदिनु होइन ल धेरै धेरै धन्यवाद श्री पाथिभरा माताले सबैको कल्याण गरून् रक्षा गरून् जय माता दी ल गाइस आजको हाम्रो भ्लग यहीँ समाप्त भोलि यहीँबाट म कन्टिन्यू गर्नेछु हामी यहाँ खान्छौँ सुत्छौँ पानी परिरहेको लुगा भिजिरहेछ फोनमा पनि पानी बसिरहेछ ताके यहाँ चाहिँ हाम्रो सबैजना हुनुहुन्छ आधीजना चाहिँ माथि नै जाइसक्नुभयो यहाँबाट एन्ट्री हुन अब यता भान्जी हामी चाहिँ यहाँबाट हिँड्न चालु गऱ्यौँ सानो पाथिभरा माताको दर्शन गरिसकेर अब यहाँबाट माथि जाने यस्तो छ भान्जा ल संसारमा खोजेर पाउँदैन ब्रेक अनि यसलाई के भन्छ नि भन यो सिमरिक भयो यसलाई के भन्छौ होइन होइन यो कुन कलर भन्छौ हाम्रो चाहिँ सबै टिम माथि गइसक्यो हामीलाई चाहिँ यस्तो पाराले 2-3 घन्टा लाग्छ अरे हेर्नु न कति हामी 1 किलोमिटर हिँड्सक्यौँ चालिसक्यो चाहिँ मेरो पेन्टकी पूजा गर्दा पोल्यो होइन नेपालगञ्ज सबै त गरिन हो न नेपालगञ्ज धनगढी कति राम्रो देखेको यहाँ पछाडि फाइनली यो गेट आइपुग्यौँ अब यहाँदेखि चाहिँ 20-30 मिनटमा पुगिन्छ अरे लेट्स सी खोइ त
अन्तिममा पाथी भएर हामी आइपुग्यौँ। यस्तो छ हुन्छ माता एकदम चिसो छ एकदम चिसो छ। फाइनली म यहाँ आइपुगेँ, दर्शन गरेँ। कति वर्षदेखि आउँछु भनेर बल्ल बल्ल मेरो पुरा भयो भने सबैको रक्षा गर्नुहोस्। Can't feel anything. बलि दिने ठाउँ यहाँनिर चाहिँ कुनै जनावर लिएर बलि दियो भने चाहिँ यसको ब्लड चाहिँ यहाँनिर सुक्छ अरे, बाहिर आउँदैन अरे। अनि मन्दिरदेखि बाहिर चाहिँ यस्तो छ। यहाँ हुनुहुन्छ जाम सिधै मन्दिर पछाडि चाहिँ यस्तो छ। पछाडि चाहिँ यस्तो छ, केही दिएको छैन उसैले। जुत्ता लगायो, अलिकति भए पनि आनन्द भयो। हामीसँग आउनुभएको टिमले चाहिँ लाखपाती लिएर आउनुभएको थियो अनि हामी चाहिँ यहाँ रेडी पार्दैछौँ लाखपाती बाल्नुको लागि। यो गरेर अनि घर जाने पानी पर्न लाग्यो। हामी चाहिँ यहाँ सबै पूजासुजा सकाएर अब हिजो बसेको होटलतिर लाग्दैछौँ। पूजा सम्पन्न भयो, हालत यस्तो छ। एकैछिन पानी हो कि असिना हो कि समथिङ पर्नु थाल्यो। हामी चाहिँ जस्ट हिँड्न मात्रै लागेको थियौँ। यो लार जाउँ होला नि त। यो हो भने चाहिँ मैले रेनकोट लाएर हामी चाहिँ हिँड्दा हिँड्दै एकैछिन यस्तो भयो। मन्दिरबाट अघि आयौँ, मौसम चाहिँ छिनछिनमा चेन्ज घरि पानी पर्ने घरि असिना पर्ने घरि हिउँ पर्ने घरि घाम लाग्ने हुँदै हुँदै हामी तल आयौँ। हामी चाहिँ बसेको होटलमा आएर खानासाना खाएर फेरि हामी चाहिँ लाग्यौँ। अलिकति पनि एनर्जी छैन, बट स्टिल 2000 किलोमिटर हिँड्नुपर्ने छ अनि मात्रै हामी गाडी पाउने ठाउँमा पुग्छौँ। अनि त्यहाँबाट गाडी चढेर ताप्लेजुङ गएर आजको बसाइ ताप्लेजुङ। यति नै, अरू केही भन्नु छैन। म चाहिँ हिजो रातिदेखि नै यहाँ लाइन थिएन, हामी आइपुगेदेखि नै। अनि मेरो फोनले जतिसम्म भ्यायो त्यतिसम्म चाहिँ मैले भ्लग बनाएँ। त्यहाँ पछाडि मेरो फोन नै अफ भयो। अहिले एकछिन खाना खाइन्जेलसम्म चार्ज हालेर अनि फेरि हामी निस्केको
भिडियो हजुरहरूलाई देखाउँदैछु। सपोर्ट गरिदिनु होला। बुढी आमा यस्तै भइदिनु। के भन्न कि इच एन्ड एभ्री कुराको लागि दरार मनपर्छ नि। बेलुका भएपछि टक्क पानीपुरी। हामी चाहिँ उठेर पनि रेडी भइसक्यौँ। हिजो चाहिँ मैले केही भ्लगै गर्न पाइनँ। यहाँ आएपछि यस्तो टायर्ड थियो सुत्यौँ। अब सिधै टरी या फिर धरान पुगेर भेटौँ न। मर्निङ भ्यू टुप्पा देखिरहेको छ डरमाइनमै। म हालतमा छुइनँ केही गर्नको लागि। अनि अहिले चाहिँ हामी बिस्किट लिन आएको छौँ यहाँनिर। यस्तो फेस नै सुन्नेको ओठ नै सुन्नेको वाला फिल भइरहेको आई डोन्ट नो। हामी चाहिँ राति आइपुग्यौँ हालत। अनि यहाँ चाहिँ मैले छुर्पीहरू किने एकदम चिसो छ। मेरो सबै अनुहारमा चाहिँ सुनिरहेको छ। उहाँ गएर आएदेखि यस्तै छ। हामी चाहिँ कन्यामा आइपुग्यौँ। यस्तो छ यहाँको मौसम चाहिँ। आया गाइज आम फाइनली होम। हामी चाहिँ हिजो राति नै 10 बजे 10:30 बजीतिर इटरी आइपुगेको थियौँ। अनि म यस्तो टायर्ड थिएँ कि म आउने बित्तिकै लुगा फेरेर सुतेँ। अनि अहिले उठिरहेको छु। अनि त्यहाँनिर यस्तो चिसो थियो मैले मोइस्चराइजर लानु बिर्सेछु। अनि माई अल स्किन इज लाइक पुरै ड्राई भएर लिप्स पुरै फुटेर पोलिरहेछ है। सो पाथिभरा माताको दर्शन चाहिँ गरियो आइयो घर। एभ्रिथिङ वेन्ट सो स्मुथ। वी वर सो लक्की कि आज मैले न्युज हेरिरहेको थिएँ। आज चाहिँ बिहानदेखिको हिउँ परिरहेछ। अनि हामी जाँदाखेरि चाहिँ इट वाज सनी जब हामी हिँड्यौँ। अनि पूजा गरिन्जेलसम्ममा पनि इट वाज गुड। अनि पूजा गरिसकेर फर्किने बेलामा चाहिँ स्नोफल भएको थियो। मैले लाइफमा कहिले स्नोफल देखेको थिइनँ। सो स्नो पनि देखेँ मैले। अनि ठिक्कै त्यो हिँड्ने स्टेयर्समा त्यो माथि यस्तो छाना राखेको हुन्छ नि त्यहाँसम्म चाहिँ स्नोफल भयो। अनि ठिक्कै त्यो इन्ड हुँदाखेरिसम्म चाहिँ ठिक्कै स्नो पनि रोकियो क्या। सो एभ्रिथिङ वेन्ट सो गुड क्या। एकदम लाइक ट्याक टक 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 टकसँगले भयो है। अनि हामी आइपुग्यौँ। अनि म चाहिँ के भन्न चाहन्छु भन्दाखेरि हिँड्न चाहिँ धेरै हिँड्नुपर्छ। लाइक एकदमै बेसी नै हिँड्नुपर्छ। इफ सक्नुहुन्छ भने मात्रै जानु होला। तर त्यहाँनिर भरियाहरूको पनि सर्भिसेसहरू चाहिँ छ। नहिँड्न नसक्नेहरूलाई बोकेर लाने ओर्ने अलिकति पैसा पे गरेपछि सबै हुन्छ। सबैजना जान सक्दैन। सबैजना जान जुट्दैन। मैले पनि लास्ट कति इयर्सदेखि जान ट्राई गरिरहेको थिएँ। बट एभ्री टाइम केही न केही आएर रोकिरहेको थियो। सो दिस टाइम फाइनली आई मेड इट। म एक्लै नै गएँ भन्दा पनि हुन्छ। किनकि अल द टाइम आई वाज जस्ट अलोन। एक्लै एउटा सिटमा बस्ने एक्लै आउँदाखेरि पनि एक्लै जाँदाखेरि पनि एक्लै हिँड्दाखेरि एक्लै। तर यहाँ म मेरो मामा माइजूसँग हो जान चाहिँ। बट मेरो मामा इज अ गाइड। अनि उहाँले चाहिँ अरूको पनि टेक केयर गर्नुपर्ने हुन्छ नि त। अनि हामीसँग चाहिँ बुढो हजुरबा हजुरआमाहरू पनि जानुभएको थियो। सो मामा चाहिँ उहाँहरूसँग आउनुभयो। उहाँहरू चाहिँ हिँड्न सक्नुहुन्न थियो। सब बिस्तारै बिस्तारै गर्दै आउनुभयो। अनि म चाहिँ एक्लै जान्छु भनेर गएँ। अनि म गएँ। म लाइफमा फर्स्ट टाइम त्यत्रो धेरै हिँडेको। अनि यहाँ मैले हिँडेँ मैले सकेँ। सो ह्याप्पी कि मेरो यो विस पनि कम्प्लिट भयो। पाथिभरा माताले सबैको रक्षा गर्नुहोस्। सोचेको सबै कुरा पुरा होस्। भ्लग चाहिँ अब यहीँ इन्ड गर्छु। आई होप सबैजनाले इन्जोय गर्नुभयो होला। अनि यहाँ आई ट्राई टु बी होइन आई ट्राई टु डु भ्लग अलिक डिफ्रेन्टली दिस टाइम। हुन्छ नि फन लभिङ अलिक लाउड खालके पर्सन भएर। बट नो मबाट भएन। आई एम लाइक दिस। मेरो भोइस यस्तै नै हुन्छ। मेरो टोन यस्तै नै हुन्छ। जस्ट द्याट कि त्यो मान्छे म होइन। सो म हुनै सक्दिनँ। जे छ ठिक छ राम्रो छ। डुइङ गुड डुइङ वेल। राम्रो होस् राम्रो भइरहोस्। मेरो स्किन हेर्नुहोस् न सबै यस्तो भएर आई कान्ट टेल यु। मेरो लिप्स सबै क्या यस्तो पोलिरहेछ। ल गाइस अब चाहिँ म इन्ड गर्छु भ्लगलाई। अब चाहिँ यहीँनिर इन्ड गरेर म चाहिँ घर जान लागेको। प्रसादहरू लिएर मेरो आमाहरूलाई दिनु छ। सो थ्याङ्क यू फर वाचिङ। बाई बाई।
कहाँ घर भन्ने त कहाँ परेको छ कसले चलाउने कसमा ठिक हुन्छ किन जाँदैन सँगै पटाएको सबैसँगै ठगक आयो के खुवाउनु पर्छ मासु